शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभेदनगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं शुक्लाम्बरं धरं विष्णु शशिभुजं चतुर्भुजं ब्रह्म मुरारी त्रिपन्थकारी ओम शनिश्चराय नमः ओम शनिश्चराय नमः ओम शनिश्चराय नमः शनिश्चराय नमः ओम शनिश्चराय नमः नीलाञ्जन समावासं दरिद्रं हेमागदं छायां कहानी सुन्नु जति बोलेर पनि के भयो हेमागदं छायां मतन पैसा दिने मामला त सुन्नै हुन्न भने ब्रह्म मुरारी त्रिपन्थकारी भानु शशिभुजं ए बहिनी व्हाट हजुर दिदी बोलाउनु भएको भाइ फ्री हुनुहुन्छ कि बिजी हुनुहुन्छ है फुर्सदै हुनुहुन्छ ए मलाई एउटा सानो सहयोग गर्नु पर्यो थियो है के भन्नु न मेरो भाइले एयरपोर्ट छोड्नु पर्ने थियो मान्नुहुन्छ कि मान्नु सोधिन् न ल एकचोटि ए हुन्छ हुन्छ म भाइलाई भनिदिन्छु लगिदिनु हुन्छ नि हस् भनिदिनु ल ए बुढो उता सर्ते दिदीको भाइलाई आपत्ति पर्यो रे त्यहाँ बाइकमा एकछिन पुऱ्याइदिनु एयरपोर्टसम्म कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदय अरविन्दे भगवन् भवामि जयतामे भवे ध्यान गर्न पनि कति बेर लाग्यो हो मंदाकिनी शैलचंदन चर्चिताय नंदीश्वर प्रमथनाथ महेश्वराय मंदार पुष्प बहु तस्मै नकराय नमः शिवाय शिवाय गौरी वदन गंधा संप्रदाय दूध लिएर आउँथे दिउँसो चिया खानु पर्छ दूध सके भगतन्द माता श्री कुल सीमा पर भनी दिनु कुलमे देव सुन्दै सुन्नु न जति बोलाए नि ए पैसा त मैले देखाएको छ नि यी नबोलेर के गर्छ त पैसा झिक्ने मौका त यही त हो नि ल जा केटी अब नो 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 कति बोलाइ नसुनेपछि के गर्नु यता पनि आफै उता पनि आफै जानु पनि एउटा दुध ल्याउनु नि त दिउँसो चिया खाउँ भनेको सुने होइन यो ध्यान त 12 बजेसम्म नसकिने भयो कोही त त्यसलाई भने कस्तो बेला तरकारी पाक्नलाई अहिले पकाएको त अनि सिटी नै हान्दैन त के हो खै लु मान पाको के अरे दुध दिन गयो क्या अरे आइपो सकि राम ओम ब्रह्मा मुरारी त्रिपन्थकारी भानु शशिभुजं शुक्लपुरुष सुखम चन्द्रकतम स्तमेक संपवन्तु विघ्नेश्वराय वरदाय सकल जगदिताय नागननाय सूर्यक विभूषिताय गौरी सुधा गणनाथ नमो नमस्ते अविरलम भ्रमरी कण्ठ सूर्य ओह नो मैले त्यत्रो बोलाउँदा सुन्नु भन त है हेर कान्छी मैले ध्यान गर्न लाग्नु त बङ्ग टाउमा आएर हिर्काएर नि थाहा मैले त्यो ध्यान कडा हुन्छ नि कहाँ त्यस्तो हुन्छ ए नो 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 tomorrow ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गर्दै मङ्गलम पनि गर्छु अस्मिता भन् त कहाँ हो दिदी म रुममै हो त कहाँ म यो पवनको पसलमा भिनाजु कहाँ हुनुहुन्छ हिनाजु पनि यही हुनुहुन्छ मम्मीले तपाईँहरूको लागि 25,000 पैसा पठाइदिनु भएको थियो 25,000 साइले 25,000 ल्याइदिए रे 25,000 ओहो के आइला फेरि भिनाजुलाई बाइकमा छिटो पठाइदिनु त
भिनाजुलाई पठाऊ भनेको हेर्न भिनाजु ध्यानमा बसेको 1 घण्टा भइसक्यो ध्यानबाट निस्किने हुन्न अब हेर्न तेरो भिनालाई ध्यानमा बसेको बेलामा टाउकै टाउको हान्दा पनि थाहा हुँदैन रे पैसा हेर्न कस्तो आवश्यक थियो अब भन्न त भनिदिन्छु पल्लो कोठामा हुनुहुन्छ भोलि लिउँला नि नभए बुढो हेर्नु न कान्छीले अबि ध्यानमै हुनुहुन्थ्यो त कहाँ जानुभएको छ ए पैसाको कुरा के मात्रै गरा थिए बाइक लिएर हिँडेछन् मान्छे ल होइन यो पैसा भन्ने चिज नि कस्तो रहेछ ध्यानमा बसेको मान्छेको ध्यानै भङ्ग गरिदियो हुन त यिनले दिन पो जान्दैन लिने थाहा दौडिहाल्यो नि बाइक लिएर हिँडेछन् मान्छे ल अब पैसाको फेरि ढोका लाग्दो जानु जानु न